अछाममा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा जेठानी देउरानीको मृत्यु भए पश्चात नेपाल प्रहरी, नेपाली सेना र स्थानीय लगायत मृत्यु भएकी महिलाको लास निकाल्दैछन्। माटोको ढिस्कोले पुरिदा मङ्गलसे नगरपालिका 8 सुतु डाँडाका 2 जना महिलाको मृत्यु भएको छ। वडा नम्बर 9 पान्ली भेडमा चैते दशैंका लागि घर लिपोत गर्नको लागि माटो ल्याउन गएका एक घरका 27 वर्षीय जेठानी देउरूपा बोहरा र 23 वर्षीय देउरानी विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिल्ला कार्यालय अछामका अनुसार उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका हुन्। घटनाको थप जानकारीका लागि प्रहरी प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ।